हेलो गाइस, नमस्ते। मैं चाहिँ आज ब्ल्याङ्केट सफा गर्छु भनेर घर हेर्नुहोस् कालिकन आएको छु। यहाँ चाहिँ गमलामा पानी छ। यहाँ चाहिँ कम्फर्ट, भिनेगर, सेम्पू, निम्बु लिएर चाहिँ म चाहिँ ब्ल्याङ्केट सफा जसले धुनु सक्नु हुँदैन, जसले पानीको असुविधाहरू छ, यसरी तपाईँहरू धुनु सक्नुहुन्छ साथीहरू। म चाहिँ यहाँ कम्फर्ट एड गरेँ, भिनेगर एड गरेँ होइन, सेम्पू सबै हालेर चाहिँ पानीमा निम्बु मजाले निचोरेर हाल्दैछु साथीहरू। तपाईँहरूले पनि यसरी मेरो केही काकी सासूले सिकाउनु भएको मलाई चाहिँ यसरी भुवा वा बुहारी त्यसरी भिजाएर नधुनु सक्दैन, भारी हुन्छ भनेर मलाई चाहिँ यसरी सिकाउनु भयो र मैले पनि उनले भनेको कुरा त मान्नु पर्यो नि। त्यही भएर मैले चाहिँ यहाँ ब्ल्याङ्केटलाई ओछ्याउँदैछु। मेरो चाहिँ जग्गा छैन, म चाहिँ घरकै रुममा 10 बजी राति चाहिँ म चाहिँ ब्ल्याङ्केट सफा गर्दैछु है साथीहरू। यहाँ चाहिँ मजाले ओछ्याएर यहाँ चाहिँ येल्लो कलरको ह्यान्डक्रिम मजाले निचोरेर सबैले यसरी चाहिँ घस्नुपर्छ है साथी। जोडले चारैपट्टि चारैतिर घस्नुपर्छ, कति मैला निस्किँदैथ्यो हो। येल्लो कलरको ह्यान्डक्रिम अब मजाले घस्दै धुँदै पुस्दै हो। यसो चाहिँ घस्नु चारैतिर यसरी चाहिँ घसी मेरो चाहिँ जग्गा नभएको कारणले मैले खाटमै गर्दैछु। तपाईँहरूले आँगन या भुइँतिर पनि गर्नु सक्नुहुन्छ। मेरो चाहिँ स्पेस छैन, त्यस भएर म चाहिँ यसरी सफा गर्दैछु मजाले घसी किन हेर्नु होला कति मैला निक्ल्यो भनेर तपाईँहरूलाई देखाउँदैछु, तर तपाईँहरूले बुझ्नुभएको छ कि छैन। अब अर्कोपट्टि मैले रेडी गरेँ ओछ्याएँ होइन, अर्कोपट्टि फेरि पुस्छु मजाले जोडले घसी गर्नुपर्छ है साथीहरू। अनि मैला चाहिँ यति बिना निस्किन्छ कि यो चाहिँ अब जसको पानीको दुःख हुन्छ होइन, कता त पानीहरूको दुःख हुन्छ, यसरी तपाईँहरू गर्नु सक्नुहुन्छ। म चाहिँ यसपालि मेरो पनि जिउ सन्चो नभएर मैले धुनु सकिनँ, अनि म चाहिँ यसरी नै सफा गरिकन राख्छु यसपालि भनेर मैले यसरी तपाईँहरूलाई देखाउँदैछु। तपाईँहरूले बुझ्नुभएको छैन कस्तो मैला निक्ल्यो।